यह वीडियो भी काल्पनिक है। पिछले वाले की तरह यह भी इमेजिनेशन में देखिए। इसे कृपया करके दिल पे ना लीजिए, कहीं और लीजिए। और फिर भी ऑफेंड हो गए तो स्टार्ट से डिस्क्लेमर वापस देखिए। थैंक यू। नेताजी नेताजी जिंदाबाद। बारिश के पानी ठोप ठोप। नेताजी के घोप घोप। चोरी चोरी गडबड। ओ नेताजी नमस्कार, आउनुभयो। फेरि पनि भोट माग्नलाई स्वागत छ हाम्रो म्यारी प्रहरी सेलेक्सनमा। ठिक छ, तपाईँ आसन ग्रहण गरिदिनु होला। ताली। चुनाव चिन्ह के रह्यो होला? म्यारी पुलिस चाहियो मलाई। म्यारी पुलिस चाहियो। ल म्यारी पुलिस चाहियो। ओ केटा फोन दे, फोन। यता म्यादी पुलिस चाहिएको छ। गडाहरू गरिदिनु न। ल ल ल ल ल सर, हस् धन्यवाद। ल बोल्न ल ल हामी आउँदैछौँ। म र एउटा मेरो साथी छ होइन, त्यो र म चाहिँ हुन्छ होला म्यादी प्रहरीमा। तपाईँलाई भोट हालिदिन्छु हामीले, तपाईँलाई हालिदिन्छु। हामीलाई बनाइदिनु मात्र न, तपाईँलाई सब गाउँको भोट हालिदिन्छु। ल ल ल जाउँ साथी, जाऊ। ल ल नमस्कार नेताजी। नमस्ते नेताजी। तपाईँले हामीलाई के काम गरेर बोलाउनु भयो? म्यादी पुलिस। ओके ल, हामी दुईजना त रेडी। तपाईँलाई भोट तपाईँलाई भोट 2 भोटले नि फेरि हामीलाई धेरै होइन 20,000 चाहियो। 20,000 किसोनी 20,000। ओके ल, जितेपछि 20,000 दारु त्यो अब सब हुन्छ। दारु पार्टीहरू अब तपाईँलाई थाहा नै होला, यत्रो चुनाव उठेर आउनु भइसक्यो, जितेर आउनु भइसक्यो होला नि त। तयारी हो पालि एटिएम कार्डे फेरि भोट चाहिँ फिक्स सूर्य छाप। जय एमाले, एमाले जिन्दाबाद। मेरो गल्ती हो त। हामीलाई दियो एमाले कार्ड, तपाईँहरूलाई खै दिएको यी सानो ब्याङ्कको। पार्टी हान्ने हो। अब गएर पार्टी हान्ने हो आज राति। नेताजी तपाईँले जित्नु भयो आज। ल नेताजी तपाईँलाई जिताइदिन्छु म। नेताजी घरको होला। यस्तै गरिदियो कि सबै होइन, सब नेताहरूले यस्तै गर्नु परेन। कहाँ भोट दिन्छ? कसैले पनि भोट दिँदैन। म चाहिँ कपी हो। अब यहाँ के अरे म्यादी पुलिसको लागि यो तयारी हुँदैछ। अब केटाहरू आउँछ आउँदैन त्यो थाहा भएन। ल म चाहिँ छा नगरेर ट्रेनर है त। ल ल आऊ बाबुहरू, आऊ। रोक। सर तिमीहरू के गर्न आएको यहाँ? म्यादी प्रहरी बन्न आएको सर। तिमीहरू थाहा छ म्यादीमा के गर्छ? यस थाहा छ सर। ए, चुनावमा के हुन्छ? तिमीहरू कसरी सल्टाउँछौ? चुनावमा के हो भने सर, केही झगडा परिहाल्यो भने यसरी हामीलाई भाडा दिन्छ होइन सर। हो भन। यसरी भाडा लिएर बस्नुपर्छ होइन सर। अँ। यदि केही गडबडी भयो भने सबजना पहिला हामीले सिनियाले बोलाउनु पर्छ। यदि मानेन भने यस्तो गरेर यसरी हान्नुपर्छ सर। ल फाल्दियो त्यो, फाल्दियो। ल फाल्दियो त्यो। ल सलाम नि ठोक्नुपर्छ पहिला गर। हो अब सलाम ठोक तिमी दुईटाले। ल नेताहरूले जितेपछि ल तपाईँ त गर्न आउँछ नि। एकदम सबै आउँछ सर। मलाई सलाम हालेर देखाउ न त। ल यो गएपछि टिभी पास साइन हान्न देऊ। ल थ्याङ्क यू सर। अब भोलिदेखिबाट आउने ट्रेनिङ अलि चुनावको लागि। ल सर तपाईँ जानु। नमस्ते। मलाई पनि देखाउनु त म्यादी पुलिस। हजुरको नाम? सुजन तामाङ। घर कहाँ होला? बनियार। ए खासरी किन देखाउनु पर्यो म्यादी पुलिस? नेताहरूको रक्षा गर्न सर। हो सर। होस् त्यही चाहिएको थियो। तपाईँको जिउले मलाई मन पर्यो। थ्याङ्क यू सर। अनि तपाईँको नागरिकता छ कि छैन? छ सर। खै हेर आउनु सर। ल ल नागरिकता ठिकै छ। अब म तपाईँलाई साइन दिँदैछु। थ्याङ्क यू सर। ल आउनु। थ्याङ्क यू सर। सुनाम सर। भोलिबाट आउनु होला। थ्याङ्क यू सर। ल सर। साथी जाउँ यार, आज त्यहाँ भोलि बोलाएको थियो। आज पैसा सैसा पनि कुरा गर्नु छ तलबहरूको नि। यसो अब कहिलेदेखि ड्युटी सुरु हो? नमस्कार। तपाईँले हामीलाई नमस्कार। नमस्कार। तपाईँले हामीलाई हिजो भोलि आइज भन्नुभएको थियो। यसो पैसा सैसा पनि कुरा गर्नु कति हो? पैसा सैसा रोक्नु। अब म मेलालाई भन्छु। अब त्यो चुनावमा उठेको छ। अब म होटेललाई भन्छु। अब तपाईँहरू के अरे होटेलमा गएर भन्नु न। उहाँले त हामीलाई के भन्नु भन्नु? उहाँले त हामीलाई कार्ड दिइसक्नु भयो। उहाँको खाता पर्छ, उहाँले पठाउनु भयो हामीलाई।
मेयरलाई पनि खोल्या हो त मैले खोलेको होइन नि त यो म्यादी पुलिस मेरो काम भनेको कल गरेर सोध्नु न। देखाउने मान्छेहरूलाई मैले सपोर्ट गर्नु हामीले ट्रेनिङ केही पनि दिनु पर्दैन नि हामीले घुस पाइदिइसक्यो यिनीहरूलाई उनीहरू सोधाइदिउँ मुना पर्दैन हो अनि त हो होइन तपाईँलाई उयो बुझेन भने सोधाइदिउँ ल। हेलो के भयो कसले के गर्यो तपाईँलाई? हेलो मेयरज्यू यहाँ पुलिसले हल्का ल्याङल्याङ गरिरहेको छ कि नलिएला जस्तो गरिरहेको छ उयो गरिदिनु न अलिक भनिदिनु त तपाईँको र मेरो त राम्रो लिङ्क छ होइन अलिक भनिदिनु न पुलिसले तपाईँले चिना होला यसलाई पक्कै नि के रे त्यसको त्यत्रो हिम्मत त्यसले त्यस्तो गर्ने? रोक म एक कल घुमाउँछु त्यो पोस्टबाट रहँदैन कि म मेरो पोस्टबाट रहँदिनँ? मेरो मान्छेलाई यस्तो गर्ने? रोक ल हेर्नुभयो अब काम कसरी हुन्छ नेपालको काम हो नेपालको काम भन्नु सर त्यो भन्ने ए ल हस् सर हस् बल्ल आउनुभयो तपाईँ लाइनमा? ठिक छ बरु चाजो आज मिलाउला तपाईँलाई खाजा खर्च यसो हालिदिउँला बुझ्नु न मेरो मान्छे हो पछि हामी नै हो अगाडि गर्ने यस्तो तपाईँको प्रमोसन गराइदिन्छु ल हस् धन्यवाद हस् जय नेपाल सर ल हुन्छ म सेलेक्ट गरिदिन्छु हुन्छ अलि मलाई पनि खर्च यहाँ पठाइदिनु घर खर्च हेर्नुभयो भने काम कसरी हुन्छ नेपाल हो नेपाल एक कल घुमाएर हुन्छ हाम्रो कहाँसम्म कन्ट्याक्ट छ तपाईँको त जागिर चैट हुन्छ चैट बनाएन भने हामीलाई चैट फेरि चैट नेपालको पावर सुन्नु भने पावर कहाँसम्म छ डोक्नु हामीलाई छिटो जानुहोस् हाम्रो पावर अब भोलि आउँछ हामी यहाँ राम्रोसँग फेरि विनहरू आज यहाँ 2 नम्बर प्रदेश नम्बर 2 पर्दागढी 3 मा होइन म्यादी पुलिसको फर्म भन्ने बेला हल्का घोटाला भएको छ आफ्नो दुरुपयोग पद गरेको छ हाम्रो मेयरले होइन सोध्न जान्दैछौँ के भन्छ अब उहाँले होइन यसरी चल्दैन होइन अब नेपालमा भ्रष्टाचार गर्नुहुन्न भन्छ तर यहाँको मेयरले फोन गरेर उहाँको 2 जना मान्छेलाई छिराउनु पर्यो भनेर गुनासो पोख्दै हुनुहुन्छ उहाँ हाम्रो असै साहबले होइन उहाँलाई धम्की नि दिएको अरे छिराएन भने फेरि तेरो पोस्ट जाला भनेर होइन अब उहाँले के भन्नुहुन्छ आउनुहोस् अनि नमस्कार सर नमस्कार तपाईँलाई हाम्रो जनता फकिङ न्युजमा स्वागत छ जनता फकिङ न्युजको यहाँ हाम्रो जनताहरूले जान्न चाहन्छन् तपाईँले त्यो 2 जनालाई किन म्यादी प्रहरीमा हाल्नुभयो अब बिना न उयो छ न ट्रेनिङ देखाएको छ अरू मान्छेहरू लाइनमा उभिन्छ तपाईँहरू के त्यस्तो होइन नि त के गर्न खोजेको तपाईँ त्यस्तो होइन नि त मलाई अब मारिदिउँ थर्कायो मारिदिउँ यस्तो धम्कीहरू दियो नाम बताइदिनु यहाँ जनता चाहन्न चाहन्छ नि मेयरले हो खास गरी अन्त धम्की दिएको के भनेर धम्की दिएको यहाँ हाम्रो अब मेरो केटाहरूलाई अब के म्यादीमा छिरा भनेर मैले छिराइदिएको अब धम्की दियो अब के भन्ने अब मैले त्यसैले अब सिलेक्ट गरिदिएको मैले अनि तपाईँले कल आउने बित्तिकै ल हाम्रो नि 5 जना उयोहरू छ हामीले नि यहाँ आफ्नो मिडियाको भरमा छिराइदियो भने तपाईँले छिराउनुहुन्छ 5 जना छिराउनुहुन्छ तपाईँहरूले मेयरले भनेको चाहिँ मान्ने हामीले भनेको नमान्ने तपाईँहरू कसको लागि काम गर्ने हो भन्नु मेयरको लागि कि हाम्रो लागि तपाईँहरूकै लागि अब के अनि तपाईँहरूले मेयरको लागि काम गरेको कि हाम्रो लागि काम गरेको मान धम्की दियो त्यसैले अब मैले तिनीहरू सिलेक्ट गरिदियो अब मार्ने धम्की दियो भन्दा भए तपाईँहरूले यस्तो गर्न हुन्छ भनेको यो त नियम कानुनको दुरुपयोग भएन तपाईँलाई के घुस दियो 10,000 दिएन त्यस्तो हाम्रो मेयरलाई पछाडि जानु न कहाँ हामी तपाईँको के हो मान्छेले हामीले उयो पछाडि जानु न तपाईँ हल्का भनेको मान्नु न तपाईँहरू नि अब हामी के पत्रकार गर्न नपाउने हामीले तपाईँलाई सोध्न नपाउने तपाईँ कुन खालको हो यो असै कुन खालको असै हो तपाईँले के पदको उयो गरेको दुरुपयोग हेर्नु जनताहरू हेर्नु यहाँ यस्तो भ्रष्टाचार भइरहेको छ यहाँ हाम्रो नेपालमा नि काम छैन यहाँ देखाइदे यसलाई देखाइदे यो असैलाई देखाइदे देखाउनु यहाँ यो होइन यो चिन्नु होला असै यो असैले अरूले भनेको कुरा म्यादी प्रहरीहरूलाई सेलेक्ट गरेको हामीले भनेको हाम्रो मान्नु हामी 5 जना ल्याउँछौँ हामीलाई सेलेक्ट गरिदिनु तिनीहरू सक्छ तपाईँले सक्छ
उहाँहरूले कुरा मान्ने आफ्नो मिहिनेतमा हामीले भनेको कुरा नमाने हाम्रो 5 जना मान्छे छिराउनु बेसिराउनु नत्र हामी त्यति बेला तानेर ल्याएको भयो अब जनता सबको अगाडि सोध्छु हो त्यसरी हातै नहालिदिउँ न भनेर सोध्नु राम्रोसँग हाम्रो असैले भनिदिन्छ भनेर छोड्नु ल ल हामी राम्रोसँग सोध्छौँ होइन ल सबले अब के हो होइन के हो फुल उयो तपाईँहरूलाई देखाउँछौँ होइन ल तपाईँले ल कल गरेर तपाईँलाई के भन्नु मलाई यस्तो धम्की दियो मार्ने सार्ने अनि त्यो केटाहरूलाई पैसा पनि दिएर अब कहाँ उठ्नु दिने मेरो काम भनेको ड्युटी अब कहाँ उठ्नु दिनु भन्नुहोस् न तपाईँ आफै नि हो उहाँले तर आफ्नो काम गर्छ तर उहाँलाई पनि माथिबाट आदेश उहाँले मान्नै पऱ्यो नत्र उहाँको जागिर जान्छ होइन अब कल गर्छु त्यो मन्त्रीलाई नि छोड्दैन मन्त्रीको नम्बर दिनु मन्त्रीको नम्बर दिनु त्यहाँबाट हेर्नु होला हेलो अनि तपाईँले के भयो फेरि के भयो सर मलाई कल आएको रहेछ के भयो होला खासमा कुरा के हो मैले इन्टरभ्यूमा पनि के देखिरहेको छु तपाईँ गर्नु खोजेको के हो तपाईँले अनि के यहाँ छिराएको हो दुईजनालाई के भन्नुभयो इन्टरभ्यू ल म भन्छु त मेरो काम हो सोध्ने म भन्नु परेन हो तपाईँहरू भ्रष्टाचार गर्दै नि अनि के हामीले तपाईँहरूको तारिफ गर्दै जाने के हामीले भने नहुने कहाँ लेखेको छ त्यो भन्छौँ हामी सर त्यस्तो इन्टरभ्यूमा नहालिदिनु न सर त्यो यार मेरो पार्टीको बदनाम हुन्छ कि 84मा जित्ने भन्ने योजनाले म आइरहेको छु नेताजी पत्रकार त्यस्तो नगर्नु म कुटाइरहेको छु सर यस्तो नहाल्नु न सर यहाँ सेक्युरिटी को छन् मेरो बेजत हुन्छ कि भोट आउँदैन कि सर यस्तो नगर्नु सर बरु तपाईँलाई पनि केही गरिदिउँला नि हुँदैन र पत्रकारमा नहालिदिनु कहाँ नहालेर हुन्छ हाम्रो नि बजेट हुन्छ हाम्रो नि खानपिन गर्नेको यही बाटो हो हेर्नु हाम्रो नि धन्दाको यही हो कमाउने होइन पाउने धन्दा यही हो कहाँ त्यस्तरी हुँदैन के भन्नु छ थाहा छ नहालिदिनु रे उहाँले 84मा जित्नुपर्छ अरे मिसन 84 रे कहाँ त्यस्तो हुन्छ हामीले पनि पैसा कमाउनु परेन यहाँबाट कति कमाउँछ हामीले नि ल डाइरेक्ट सोधौँ अब उहाँलाई के भन्नुभयो नेताजीले मैले भनेको हो भन्नुभयो होइन उहाँले कति पैसा पाएको सोधौँ ल ल ल नेताजी नमस्कार नमस्कार तपाईँको त के बडीगार्ड पुरै आएछ त कुर्सीमा आएछ यस्तो छ हाम्रो हालत अब तपाईँले गर्न चाहिँ के खोज्नु हाम्रो लाइफ अब जे हो त्यही हामीले कहिले पनि झुटो घटना हाल्दैन हाम्रो तपाईँ जनता फकिङ न्युजमा जान्न चाहन्छ भन्नुहोस् उहाँलाई तपाईँले मेरो 2 जना मान्छे आउँदैछ न्यायाधीश प्रहरीमा हाल्दैन भनेको कि होइन हुन त हो मेरो नि अब आफ्नै भतिज भाइहरू हुन् भतिज भाइहरूको लागि भने एउटा काका सिनियर गार्जेन हुनेको नाताले मैले भनेको हो नत्र हाम्रो गाउँमा नि बेरोजगारहरू 10-12 जना 20-25 जना छ हालिदिनुहुन्छ तपाईँले अब त्यस्तो सबैलाई हालेर पनि साध्य लाग्दैन दाजुमा आउनु मिल्छ आउनु नमस्कार उहाँ चाहिँ हाम्रो अहिलेको उम्मेदवार तपाईँसँग च्यालेन्ज गर्ने तपाईँलाई थाहा नै होला उहाँ ए यो युवा नेता भर्खर 17 वर्ष जेन्जीले म बुढो पाखासँग उम्मेदवार लडाउने अब के आफ्नो आफ्नो सोच नेताजीले अब के भन्ने अब होइन म मेरो उयोलाई भन्छु म मेरो जनता फकिङ गाइडलाई भन्छु नदिनु मेरो झोलेहरूलाई यो मुजी झोलेहरू के काम गर्ने अहिलेको युवा नेता अब होइन फकिङ जनता जान्न चाहन्छन् फकिङमा हामी होइन उहाँले गरेको कामहरू देखाउन चाहन्छौँ उहाँले मलाई हात हान्नु भएन ल आउनु उहाँले गरेको के कामहरू हामी देखाउन चाहन्छौँ होला हाम्रो जनताहरू यति छौँ कि होइन उहाँले गरेको कामहरू म देखाउन जाँदैछौँ प्रत्यक्ष तपाईँलाई देखाउनेवालै छौँ होइन उहाँले गरेको कामहरू के हो देखाउनेवाला छौँ हामी उहाँको आइसक्यो उहाँले गरेको कामहरूको विकास के कस्तो छ भनेर देखाउनलाई आइसक्यो यहाँ जनता फकिङ गाइडको यहाँ आउनु तपाईँ होइन जनता फकिङ गाइडको उयो हुनु होला हिसाबको काम कस्तो छ होइन उहाँले गरेको कामले उहाँ आज मिसन 84मा आयो उहाँले जित्छ त जनता फकिङ गाइड भन्दै उहाँले जित्छ कि जित्दैन त उहाँले यस्तो काम गरेर जित्छ हेर्नु यहाँ यो छैन होइन
यताको देखाउनु यहाँ पाइप भेट्नु होइन हेर्नु उहाँले बनाएको काम युवा नेता यहाँ आउनु तपाईँले जितेपछि यिनीहरू सब यस्तो कामहरू हुनु भएन तपाईँले अब जित्यो भने चाहिँ हार्यो भने त थाहा भएन जित्यो भने चाहिँ यस्तो कामहरू कहिले नि हुनु भएन यस्तो कामहरू चाहिँ नेताहरूको हेर्नु उहाँले बनाएको कामहरू त हामी जस्तै देखाइरहेछौँ नि होइन जतापट्टि गाडीमा हामी आउँदैछौँ जता यो आउँछ छिटै आउँछ टेन्सन नगर्नु होला यो कलाहरू आउँछ त्यस्तो छ उहाँको विकास अहिले हेर्नु त के हो यो तपाईँको के आएको छ यहाँ न्युजमा अरे के आएछ मेरो यस्तो यो पनि खुलेआम लाइभ मेरो क्रियाकलापमा यिनीहरूले दाग देखाउने मेरो पारा सन्ट्यो मेरो साधन बोक्नु ओके छ नेताजी आज तिनीहरूलाई कन्टर हाल्नुपर्छ आज यिनीहरू वाल कि पार हुनुपर्छ नेताजी एकदम खै यिनीहरू कहाँ गयो सबजना ए नेता के हो मलाई तान्यो मन्त्रीले तान्यो ओइ केटा हो मन्त्रीले तान्यो नेता त भाइले हाम्रो नेतालाई त समात्न सकेन होइन जनता फर्किँदै उहाँको बलिदानलाई चाहिँ हामीले पार गरेर राखेछौँ उहाँलाई अब हामी औषधि दिन लगाइदिन्छौँ होइन अब औषधि अब यसो चाखा भाका हुन्छ त्यहाँ हाम्रो हाल्नुहोस् उहाँको जबसम्म उहाँको उयो आउँदैन नेता आउँदैन तबसम्म उहाँले छोड्दैन होइन नमस्ते सबैजना मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला होइन योभन्दा अझै दामी हामी लिएर गर्छौँ होइन ल इंडिया में रहते हो तो चैनल सब्सक्राइब करो वरना पाकिस्तान में भेज दूंगा मोदी सरकार से।